लेक्चर 1 मा हामीले के हेर्यौं बेसिकली डिफरेन्ट टाइप अफ लोड अनि लोड साथसाथै हामीले चाहिँ नि डिफरेन्ट मोमेन्ट निकाल्ने तरिकाहरू हेरेको थियौं। यो भिडियोमा मैले शियर फोर्स र बेन्डिङ मोमेन्ट डायग्राम कसरी ड्रा गर्ने त्यसको बारेमा बताउँछु है त। सो लेट्स से वी हैव वन बीम. Let's start from a very basic type of beam, that is a cantilever beam. Let's say यस्तो केही एउटा क्यान्टिलिभर बीम छ अनि यो क्यान्टिलिभर बीममा चाहिँ नि यसरी हाम्रो यहाँ एउटा मोमेन्ट बेसिकली युडिएल लागिरहेको छ। यसको इन्टेन्सिटी भनेको 2 किलो न्यूटन पर मिटर को छ। And similarly there is one point load also. So point load I am applying it here. Let's say this is of 10 kilonewtons and this distance is 2 meter and this is also 2 meter and this is 3 meter. So something like this. So now for these type of problems what we have to see is this is a cantilever beam अनि हामीले क्यान्टिलिभर बीमको लागि सपोर्ट रिएक्सन्सहरु निकाल्न जरुरी हुँदैन। हामीले डाइरेक्टली सेक्सन कट गरेर शियर फोर्स र बेन्डिङ मोमेन्ट डायग्राम ड्रा गर्न सक्छौं फ्रम राइट टु लेफ्ट। हामी राइटबाट लेफ्टतिर सेक्सन कट गरेर डाइरेक्टली स्टार्ट गर्न सक्छौं। सो मैले नेम गरे बीमको ए, दिस इज माई बी, दिस इज माई सी एन्ड दिस इज माई डी। सो एबीसीडी भनेर चारवटा पोइन्ट छ। सो पहिला मैले के गर्छु सल्युसन न अब मैले यहाँबाट लिएर सीडी जुन सेक्सन छ त्यो सेक्सनमा पहिला मोमेन्ट क्याल्कुलेट गर्छु। सो फर सी टु डी एमएक्स हाम्रो एमएक्स कसरी डिफाइन भइराखेको हुन्छ भन्ने हो भने सो इट शुड बी यहाँ हामीले कट गर्यौं भने सेक्सन यसरी एक्स। सो फर्स्टमा हामीले म्याग्निट्युड निकालौं। सो म्याग्निट्युड निकाल्नको लागि हाम्रो इन्टेन्सिटी 2 को छ, डिस्टेन्स हाम्रो x को छ है। अनि त्यस्तै गरेर यो यसको 2 इन्टु x अनि कहाँ चाहिँ म्याट गर्छ यो 2 इन्टु x सेन्टर म्याट गर्छ अनि यो डिस्टेन्स भनेको x/2 हुन जान्छ। सो 2 इन्टु x भनेको हाम्रो म्याग्निट्युड भयो र x/2 हाम्रो के भइहाल्छ डिस्टेन्स भइहाल्छ। अनि यो चाहिँ नि हामीले नेगेटिभ राख्न पर्ने हुन्छ। सो मैले यसलाई नेगेटिभ बिकज यो मोमेन्टले के गरिरहेछ बीमलाई क्लकवाइज रोटेट गर्न खोजिरहेको हुन्छ। सो हामीले के गरिराखेको छौं हाम्रो साइन कन्भेन्सन यस प्रकार थियो। लेफ्टबाट राइटतिर जाँदाखेरि एन्टी क्लकवाइजलाई हामीले पोजिटिभ लेख्छौं, सरी क्लकवाइजलाई हामीले पोजिटिभ लेख्छौं र सिमिलरली राइटबाट लेफ्टतिर सल्भ गर्दाखेरि एन्टी क्लकवाइजलाई पोजिटिभ लेख्छौं है। यो लेफ्ट यो राइट यहाँ एन्टी क्लकवाइज प्लस। सो हामी राइटबाट लेफ्टतिर आइराखेको छौं एन्टी क्लकवाइज पोजिटिभ हुन्छ अनि यो मोमेन्ट के हुन्छ यो बेसिकली यो लोडले हामीले यसलाई तलतिर क्लकवाइज डाइरेक्सनमा रोटेट गर्न खोज्छ। सो यो नेगेटिभमा छ। यो हाम्रो इक्वेसन भयो। सो यसलाई सल्भ गर्ने हो भने सो दिस विल बी एक्स स्क्वायर माइनस अफ एक्स स्क्वायर एन्ड यो कहाँदेखि कहाँसम्म भ्यालिड छ यो 0 देखि लिएर 3 सम्म छ, 0 टु 3 ठीक। अब यसपछि सिमिलरली फर भनौं न सी टु बी, सी टु बी। अब सी देखि बी सम्म हाम्रो के छ कुनै पनि लोड लागिरहेको छ छैन। सो हामीले कुनै एउटा सेक्सन कट गर्यो भने अब सी देखि बी सम्म हाम्रो फिगर के यसरी देखिन्छ सी डी अनि यता कतै बी छ अनि हामीले सेक्सन यहाँ कट गर्यौं भने यसलाई ओरिजिन मान्छौं अनि यो मेरो x भइहाल्छ अनि यो डिस्टेन्स मेरो कति छ 3 मिटर छ एन्ड यहाँ चाहिँ हाम्रो युडिएल लागिरहेछ। हाम्रो फिगर यस प्रकार छ के ठीक। अब मैले यसमा m एट x लेखे भने इक्वेसन लेखे भने m एट x सो m एट x लेखे भने मेरो इक्वेसन कस्तो बन्छ फर्स्टमा यो युडिएलले गर्दा अब यो युडिएल होल युडिएल नै एक्ट गरिरहन्छ। सो युडिएल को पहिला हामीले के निकाल्छौं म्याग्निट्युड निकाल्छौं। सो म्याग्निट्युड कति हुन्छ माइनस नेगेटिभ हुन्छ यो पनि 2 इन्टु डिस्टेन्स कति डिस्टेन्सको लागि लागिरहेछ यो युडिएल 3 को लागि अनि यो युडिएल को सेन्टर कता छ त यो 3/2 भनेको यो 1.5 डिस्टेन्स यता एन्ड सिमिलरली यता पनि के हुन्छ 1.5
अफ डिस्टेन्स हुन्छ भनेपछि अब यो पोइन्टदेखि लिएर यो पोइन्टसम्म टोटल डिस्टेन्स कति हुने भयो त 1.5 इन्टु 1.5 प्लस एक्स यो भनेको हाम्रो सिबीको लागि भयो है अनि यो पनि हामीले 0 to 2 लिमिट राख्न मिल्छ सो दिस इज अल्सो 0 to 2 एन्ड थर्ड सेक्सन भनेको हाम्रो के हुन्छ बी टु एमा फर बी टु ए हामीले बीदेखि एसम्म पनि यदि एउटा सेक्सन कट गऱ्यो भने एमएक्स लेख्न छ भने सो नाउ मेरो इक्वेसन केही यस प्रकार देखिन्छ सो दिस इज माई 10 अनि एक्स भनेको मेरो यहाँ सिम हुन्छ है एक्स अनि यहाँ सिम सी छ अनि यो भनेको बी हो अनि यहाँ चाहिँ मेरो डी छ अनि यहाँ मेरो युडिएल लागेको छ है अब हाम्रो कस्तो इक्वेसन बन्छ पहिला युडिएलले गर्दा निकालौँ सो युडिएलको हाम्रो के छ 2 पोइन्ट होइन यो इन्टु मल्टिप्लाई हो सो माइनस 2 इन्टु 3 म्याग्निट्युड निकाल्यो हामीले 3 डिस्टेन्सको लागि अनि त्यसपछि यो कहाँ एड गर्छ यो 1.5 यहाँबाट 1.5 अनि यो डिस्टेन्स कति छ हाम्रो यो डिस्टेन्स 2 छ भनेको टोटल कति हुने भयो 1.5 अब यो पोइन्टदेखि लिएर यो पोइन्टसम्मको डिस्टेन्स कति हुने भयो त 1.5 प्लस 2 प्लस एक्स अनि सेकेन्ड फोर्स के छ 10 छ त्यसले पनि बेसिकली क्लकवाइज नै गर्छ त्यही भएर त्यो पनि नेगेटिभ हुन्छ सो 10 इन्टु एक्स अनि यो कहाँदेखि कहाँसम्म भ्यालिड हुन्छ 0 देखि 2 यो पनि 0 देखि त हामीले यसलाई ओरिजिन मानेछौँ त्यही भएर है अब यो इक्वेसन आइसकेपछि नेक्स्ट हामीले प्लट गर्न मात्र छ सो हामीले जुन पोर्सनमा ड्र गर्छौँ अब यसको मैले बिएमडी ड्र गर्न छ भने लेट्स से मैले यसलाई बिएमडी ड्र गर्न छ भने म के गर्छु मैले बिमलाई यसरी ड्र गरेँ बिमको सेक्सन लेन्थलाई सो यो मेरो ए हो है अनि त्यस्तै गरेर यहाँ चाहिँ मेरो बी छ अनि यहाँ सिम सी छ अनि यहाँ सिम के छ डी छ मैले 4वटा पोइन्टको हेल्पले बताउँछु है अब पहिला सीदेखि डीमा हाम्रो जुन इक्वेसन हामीले युज गर्छौँ त्यो यो इक्वेसन युज हुन्छ है यसमा माइनस एक्स स्क्वायर छ नेगेटिभ साइनको मतलब के हो यो डाउनवर्ड्स जान्छ र फर्स्टमा हामीले 0 to 3 भ्यालिड छ एक्स इक्वल टु 0 राख्यौँ भने एट एक्स इक्वल टु 0 यो इक्वेसनमा एट एक्स इक्वल टु 0 हाम्रो एम इक्वल टु 0 हुन्छ र हाम्रो म्याक्सिमम भ्यालु 3 छ सो त्यतिखेर के हुन्छ 3 को स्क्वायर एम भनेको माइनस 3 को स्क्वायर द्याट इज माइनस है 9 सो सीमा हाम्रो 9 छ भ्यालु अनि यहाँ 0 छ अब यसलाई कनेक्ट गर्न पऱ्यो भने मैले के गर्छु यसरी जोइन गर्छु न कसैले सोध्न सक्छ यो हामीले कर्भ बेसिकली कुन कर्भ हो भन्नुहुन्छ भने यो सेकेन्ड डिग्री कर्भ है सेकेन्ड डिग्री स्ट्रेट लाइन होइन सेकेन्ड डिग्री यो कर्भ किन यसरी नै हामीले गऱ्यौँ वाइ वी आर युजिङ समथिङ लाइक दिस अर मेबी यस्तो कर्भ हामीले यतिखेर यो कर्भ किन युज गरेनौँ भन्ने क्वेसन उठ्छ यसरी त जोइन गर्न सक्छ यो पनि सेकेन्ड डिग्रीको कर्भ हो बिकज यो कर्भ हामीले कतिखेर युज गर्छौँ जब हाम्रो नेगेटिभ स्लोप हुन्छ अनि हामी यहाँ हेरेको छौँ हामी भ्यालु नेगेटिभ छ सो हामीले यो कर्भ हुन्छ नेगेटिभ स्लोप अनि यो कतिखेर युज गर्छौँ जब पोजिटिभ ड्रप हुन्छ पोजिटिभ ड्रप भएकोलाई हामी यो युज गर्छौँ सो त्यही भएर मैले योवाला ग्राफ युज गरेँ अब मैले सीदेखि बीसम्म युज गर्नको लागि के गर्छु सी टु बी यो इक्वेसन युज गर्छु एक्स इक्वल टु 0 हाल्नु त एट एक्स इक्वल टु 0 जब मेरो एक्स 0 हुन्छ भने यो कति हुन्छ यो भ्यालु माइनस 2 इन्टु 3 इन्टु 1.5 द्याट इज बेसिकली 6 इन्टु 1.5 अनि यो भ्यालु हेर्नु 9 नै हुन्छ भनेको ठ्याक्क हाम्रो मिलिरहेको छ हेर्नु त यो पोइन्टमा हाम्रो 9 छ अनि लास्ट के हुन्छ अब एट एक्स इक्वल टु 2 हामीले एक्सको भ्यालु 2 राख्यौँ भने के हुन्छ 2 प्लस 1.5 3.5 अनि 6 इन्टु है 6 इन्टु 2 सरी 6 इन्टु 3.5 6 इन्टु बिकज यहाँ हाम्रो के हुन्छ एक्सको भ्यालु 2 राख्यो भने सो यो यस्तो के हुन्छ एट एक्स इक्वल टु 2 सो इट विल बी एमएक्स इक्वल टु माइनस 6 इन्टु 1.5 प्लस 2 द्याट इज 3.5 अनि यो भ्यालु सल्भ गर्ने हो भने 6 इन्टु 3.5 21 सो बीमा के छ 21 छ
अनि यहाँ हेर्नु त यो कुन इक्वेसन हो, यहाँ सिंगल डिग्री इक्वेसन छ। सिंगल डिग्री हो भने यो स्ट्रेट लाइन जान्छ, एउटा स्ट्रेट लाइन यसरी। यो फर्स्ट डिग्री, यो फर्स्ट डिग्री। और स्ट्रेट लाइन भनेर स्ट्रेट लाइनले नै जोइन गरौँ देखिन्छ, सो द्याट है यस्तो यसरी जोइन मिलिरहेको छैन यहाँदेखि है, स्ट्रेट लाइन हुन्छ। यो अलिकति कर्भ छ, यो स्ट्रेट लाइन छ। नाउ वी विल कम टु दिस पार्ट। अब यसपछि चाहिँ नि एमा कति हुन्छ, एमा डिस्टेन्स कति हुन्छ, 2 हुन्छ। सो एमा mx इक्वल टु सल्भ गर्ने हो भने सो -6 है 1.5 प्लस 2 प्लस 2 -20। यसलाई सल्भ गर्छु भने -6 इन्टु 5.5 33 भनेको -33 अनि यो फेरि -20 -53 हुन्छ यो भ्यालु। अनि हाम्रो इक्वेसन कस्तो छ, यहाँ स्टिल हेर्नु त फर्स्ट डिग्री छ, त्यही भएर फेरि यहाँसिम जोइन गर्दाखेरि यो फर्स्ट डिग्रीमा जान्छ। यसरी जान्छ, यसरी है। र स्लोपमा के हुन्छ, सेम स्लोपमा जान्छ कि डिफ्रेन्ट स्लोपमा जान्छ भन्ने कुरा हुन्छ। सो यो डिफ्रेन्ट स्लोपमा जान्छ, बिकज y इक्वल टु mx प्लस c को फर्ममा यसलाई हामीले सल्भ गर्न खोज्यो भने यसको स्लोप पक्कै पनि डिफ्रेन्ट हुन्छ। सो यो स्लोप डिफ्रेन्ट स्लोपमा जान्छ, सेम स्लोप होइन। यसको भन्नुको मतलब यो जुन इन्क्लिनेसन हुन्छ त्यहीँबाट कन्टिन्यू नभएर अलिकति डिफ्रेन्ट स्लोप देखाउँदा राम्रो यसलाई ठ्याक्क, बिकज यस्तो के हुन्छ अलिकति स्लोप फरक हुन्छ है त्यसको, यस्तो के अर्थात् यो ब्लू लाइन इनिसियली यसरी जान्थ्यो भने यो अलिकति ब्लू लाइनभन्दा तलतिर सिफ्ट भएर जान्छ, बट स्ट्रेट लाइनै हुन्छ। अनि यसलाई हामीले कन्टिन्यू गरिदिनु भने हाम्रो डायग्राम यस्तो हुन्छ। दिस इज आवर मोमेन्ट डायग्राम फर दिस पार्टिकुलर प्रब्लम। मैले सेयर फोर्स अहिले सल्भ गरिनँ, बिकज हाम्रो सेयर फोर्सको युजेस बहुत थोरै छ हाम्रो यो स्ट्रक्चर 1मा। सो मैले बेन्डिङ मोमेन्ट मात्र गरेँ। हाउएभर यो रिक्वायर्ड भयो भने आई क्यान सल्भ इट इन द क्लास ओन्ली है। सो आई होप यो बुझ्यो होला। हुन त यो कन्सेप्टले तपाईँहरूले गर्नुभएको थिएन मलाई थाहा छ, बट ट्राई गर्नु यो कन्सेप्टले गर्न, बिकज हामीले जति पनि मेथडहरू क्लासमा पढिराखेको छौँ, जस्तै वेदर इट बी कास्टिलियानोस थ्योरम अर भनौँ न युनिट लोड मेथड अर भर्चुअल वर्क मेथड, जुनसुकै मेथडहरू चलिराखेको छ त्यसमा हामीले यही कन्सेप्ट लिइरहेको छौँ। लाइक सेक्सन भनेको ओरिजिन मान्दै सिडीमा हाम्रो ओरिजिन के थियो, डी थियो। अनि त्यस्तै गरेर सिबीको लागि मैले ओरिजिन के मानेको थिएँ, सी मानेको थिएँ। अनि बिएको लागि मैले के मानेको छु, बी मानेको छु। सो यो मेथडले एकदम सजिलो हुन्छ सल्भ गर्न, अनि यो मेथडलाई फलो गर्न रिकमेन्ड गर्छु है। लेट्स सल्भ वान मोर प्रब्लम। सो यो प्रब्लम मैले के गर्छु, युडिएललाई सल्भ गर्न ट्राई गर्छु, सेम कन्सेप्टले है, हाम्रो सेक्सनवाला कन्सेप्टले। सो यसरी हामीले एउटा लेट्स से युडिएल ड्र गरेँ मैले है। अब यो युडिएलमा पनि मैले पार्टमै गर्छु, थ्रु आउट गर्दा एउटा यहाँ चाहिँ लागेको छ लेट्स से, एउटा मेबी यस्तो के लागेको छ, अनि एउटा चाहिँ युडिएल लगाइदिन्छु मैले, जसको लेट्स से यो 2 किलोन्युटन पर मिटर छ, यो फेरि 3 किलोन्युटन पर मिटर छ, अनि यो फेरि 20 किलोन्युटन छ है। एन्ड लेट्स से द्याट यो डिस्टेन्स हाम्रो 3 मिटर छ, एन्ड दिस डिस्टेन्स इज 2 मिटर, एन्ड दिस इज अल्सो 2 meters, and this right over here is maybe 4 meter. Just wait, I will be back.
यो प्रब्लमलाई सल्भ गर्नको लागि फेरि यो कुन टाइपको बिम हो, दिस इज आवर सिम्पली सपोर्टेड बिम। सो सिम्पली सपोर्टेड बिमको लागि फर्स्ट स्टेप हुन्छ हाम्रो रिएक्सन क्यालकुलेट गर्ने। सो म रिएक्सन क्यालकुलेट गर्न गइरहेको छु। सो हाम्रो साइन कन्भेन्सन त्यही हुन्छ है, जुन हामीले सुरुदेखि फलो गर्दै आइरहेको छौँ, द्याट इफ दिस इज माई सेक्सन, सो अपवर्ड भनेको मेरो पोजिटिभ, यतातिर डाउनवर्ड पोजिटिभ, यो प्लस साइन हो, अनि दिस एन्ड क्लकवाइज इज पोजिटिभ, एन्ड यताबाट फेरि एन्टी क्लकवाइज इज पोजिटिभ है, यो लेफ्ट हो यो राइट हो। सो हाम्रो साइन कन्भेन्सन त्यसरी छ। सो यसलाई सल्भ गर्नको लागि मैले पहिला यसको एफबिडी बनाउँछु। एफबिडीमा दिस इज माई VA एन्ड सिमिलरली दिस इज माई VB है, VA VB भयो। एन्ड यतातिर होरिजेन्टल फोर्स मैले देखाएन बिकज यहाँ कुनै होरिजेन्टल फोर्स लागिरहेको छैन, त्यही भएर आउँदैन। एन्ड त्यसपछि यो जुन पोर्सन छ, एन्ड दिस पोर्सन इज माई UDL, सो 2 किलोन्युटन पर मिटर, एन्ड यहाँसम्म मेरो के छ 20 किलोन्युटनको पोइन्ट लोड छ। सो दिस इज माई 20 किलोन्युटन, एन्ड आफ्टर द्याट यहाँसम्म के छ 3 किलोन्युटन पर मिटर। सो एन्ड 3 किलोन्युटन पर मिटर, 3 meters है, एन्ड आफ्टर द्याट दिस इज माई 2 meters, 2 meter, एन्ड दिस इज माई 4 meter। सो स्टार्ट गरौँ। सबसे पहिला मैले के गर्छु, मोमेन्ट एट B इक्वल टु 0 लेख्छु। सो मोमेन्ट एट B 0 ल्याउने फर्स्ट VA इज ट्राइङ टु रोटेट दिस बिम इन विच डाइरेक्सन। सो मैले यसरी VA मात्र हेरेँ भने, सो VAले यसलाई यसरी रोटेट गर्न खोजिरहेको छ क्लकवाइज डाइरेक्सनमा। सो क्लकवाइज मेरो पोजिटिभ हुन्छ। सो यहाँ मैले के लेख्छु, VA मल्टिप्लाई डिस्टेन्स कति छ 4 4 8 11 है। सो VA इन्टु 11, त्यसपछि मेरो फोर्स छ 2 किलोन्युटन पर मिटरको। सो माइनस, सो 2 इन्टु डिस्टेन्स कति छ 3। अब यो 2 इन्टु 3 कहाँ चाहिँ म्याट गर्छ भन्नुहुन्छ भने, सो इट विल एक्ट एट दिस हाफमा, ठ्याक्क आधीमा। सो यो कति हुन्छ 1.5 है, यो मेरो 1.5 हुन जान्छ। सो अब यो पोइन्टदेखि लिएर यो पोइन्टसम्मको डिस्टेन्स कति हुन्छ 448 प्लस 1.5 द्याट इज 9.5, अनि यहाँ मैले त्यही भएर यहाँ इन्टु 9.5 गर्छु। ठिक, यो भइसकेपछि अब 20 को पालो, फेरि यो पनि मेरो एन्टी क्लकवाइज मोमेन्ट क्रिएट गर्छ। सो माइनस 20 इन्टु 4 प्लस 2 द्याट इज 6। फेरि अब 3 को पालो, सो माइनस 3 इन्टु 4 मेरो म्याग्निट्युड भयो, र कहाँ एड गर्छ सेन्टरमा, ठ्याक्क यो 2 डिस्टेन्समा, ठ्याक्क यहाँबाट 2 डिस्टेन्समा। सो डिस्टेन्स कति हुन्छ 2 भइहाल्छ, एन्ड द्याट इज इक्वल टु 0। सो यसलाई सल्भ गर्ने हो भने VA सुड बी इक्वल टु 2 इन्टु 3 इन्टु 9.5 प्लस 120 प्लस 24 divided by 11. Right. This is equal to 3 that is 18.27 and kilonewton. Now अब VB निकाल्नको लागि के गर्छु मैले, VB निकाल्नको लागि सिम्पली VB इक्वल टु टोटल लोड or maybe total downward load, total downward load minus VA. So that is total downward load कति छ 2 into 3 plus 20 plus 3 into 4, total downward load हो minus 18.27। यो भनेको कति हुन्छ 38 minus 18.27,
यसको भ्यालु हेर्ने भने इट विल बी 19.73. सो सपोर्ट रिएक्सन क्यालकुलेट गरिसकेपछि नेक्स्ट टास्क के हुन्छ, अब हामी फेरि एकचोटि सपोर्ट रिएक्सन राखेर यसको फिगर बनाउँछौँ. सो मेरो यो भ्यालु भनेको कति आछ 18.27 अनि यहाँ चाहिँ मेरो यो भ्यालु कति आछ भन्ने भने सो 19.73 अनि यहाँ चाहिँ मेरो युटिएल लागिरहेको छ यसरी. अनि त्यसपछि यहाँ चाहिँ पोइन्ट लोड अनि यता फेरि अर्को युटिएल लगाइरहेको छ जसको डिस्टेन्स यसको 2 छ, यसको 3 छ हैन. डिस्टेन्स कति छ आई थिंक 3 छ, यो 2 छ, 2 छ, यो 4 छ. त्यही हो. अब यसको चाहिँ नि हामीले सेक्सन काटी काटी मोमेन्ट निकाल्छौँ है. सो म यसलाई बाँड्दिन्छु ए बी सी है डी ई एबिसिडिई भनेर यसरी सेक्सन बाँडेँ. सो पहिला मैले के गर्छु फर एबी एबीको लागि मैले के गर्छु एबी भनेको 0 देखि 3 सम्म छ है. यसको लेन्थ एबीको लेन्थ जति हुन्छ त्यही लिमिट हुन्छ. सो 0 to 3 मा मेरो मोमेन्ट एट एक्स कुनै पनि पार्टिकुलर डिस्टेन्समा राख्छु भने ल मैले एबीको मात्र फिगर बनाइदिन्छु यहाँ. सो यो मेरो 18.27 छ अनि यहाँदेखि यहाँसम्म मैले डिस्टेन्स कति मानेछु एक्स मानेछु अनि यहाँ युटिएल छ. अरू सबै राइटतिरको पोर्सन हटिहाल्छ मैले भनेछु भने यसको म्याग्निट्युड 2 छ है. डिस्टेन्स पनि यो 3 छ. सो एमएक्स कति हुन्छ सो यो भनेको 18.27 इन्टु एक्स पोजिटिभमा क्लकवाइज छ माइनस अब यो सरी यो 3 होइन एक्सै छ. सो यो भनेको कति हुन्छ 2 इन्टु एक्स भनेको म्याग्निट्युड इन्टु एक्स बाई 2. सो यसलाई सल्भ गर्ने हो भने 18.27 एक्स माइनस एक्स स्क्वायर यो फर्स्ट इक्वेसन भयो. अब मैले के गर्छु सेक्सन बीसीमा कट गर्छु. यहाँ ओरिजिन के थियो मेरो ए ओरिजिन थियो है. अनि फर मैले सेक्सन बीदेखि सीमा कट गर्छु अनि बीदेखि सीमा कट गरिसकेपछि मैले एम एट एक्स लेख्छु अनि यो एम एट एक्स इक्वल टु कति हुन्छ ल मैले फेरि फिगर बनाउँछु त्यो रिजनको. यो मेरो 18.27 यो 2 है अनि बीबाट एक्स कट मैले बीलाई सेन्टर ओरिजिन मान्छु है. यसमा बीसीमा चाहिँ नि यसको लेन्थ कति हुन्छ बीसीको 0 to 2 हुन्छ अनि ओरिजिन बी हुन्छ है. सो यो डिस्टेन्स मेरो एक्स छ. यो डिस्टेन्स यो बी हो है अनि यो एक्स छ अनि यो डिस्टेन्स त मेरो 3 छ. अब यो पोइन्टमा मोमेन्ट कति हुन्छ सो 18.27 इन्टु एक्स प्लस 3 फर्स्ट माइनस होल टर्मलाई अलिकति यता सार्छु है माइनस सेकेन्ड भनेको युटिएलले गर्दा आउने हो. युटिएलको म्याग्निट्युड कति छ 2 इन्टु 3 यसको म्याग्निट्युड भयो इन्टु यो कहाँ एड गर्छ ठ्याक्क यो यहाँबाट 1.5 मा गर्छ. यो डिस्टेन्स मेरो कति हुन्छ 1.5 हुन्छ भनेको टोटल डिस्टेन्स कति हुने भयो 1.5 प्लस एक्स. सो मेरो सेकेन्ड इक्वेसन भयो. क्लियर छ. फर अब मैले राइट साइडबाट काटेँ भने मलाई फाइदा हुन्छ होला. सो फर डीसीको लेन्थ कति 2 मिटर त्यही भएर 0 to 2 अनि यसको ओरिजिन मैले डी मान्छु है. सो डी मानिसकेपछि मैले सेक्सन राइटतिरको लिन पऱ्यो लेफ्टतिरको छोडिदिनु पऱ्यो. हामी क्लासमा पनि यसै गरिरहेको छौँ. यसलाई मैले 19.73 लेख्छु. मेरो कति हुन्छ राइट साइडमा के छ 19.73 अनि यतातिर मेरो के छ यो 3 छ अनि यो डी पोइन्ट भइहाल्यो अनि मेरो के भइहाल्यो एक्स भइहाल्यो. डिस्टेन्स 4 छ है. सो फेरि एमएक्स लेखौँ. मोमेन्ट एट एक्स कति हुन्छ यो पालि हाम्रो 19.73 है 19.73 अनि डिस्टेन्स कति 19.73 अनि डिस्टेन्स फेरि 4 प्लस एक्स हुन्छ यसको 19.73 प्लस बिकज यहाँदेखि लिएर यहाँसम्मको डिस्टेन्स 4 प्लस एक्स माइनस यता सार्छु माइनस सेकेन्ड भनेको के छ पुरै फोर्स छ युडिएल छ.
यूडीएलको म्याग्निट्युड कति 3 into 4 यसको म्याग्निट्युड डिस्टेन्स 3 into 4 कहाँ एड गर्छ ठ्याक्कै यहाँबाट 2 मिटरमा गरिरहेछ मेरो यो 2 + x डिस्टेन्स कति भएछ 2 + x लास्ट सेक्सन मेरो कुन रिजन हुन्छ इडी अनि लास्ट भनेको फर इडी यसको लेन्थ कति छ 0 to 2 मिटर यसको लेन्थ छ ओरिजिन केलाई मान्छु इलाई मान्छु ओरिजिन इलाई मानिसकेपछि फेरि मैले mx लेख्छु मोमेन्ट एट x के हुन्छ मेरो सिम्पली फिगर बनाएँ मैले फिगर यो मेरो ई भइहाल्यो यो डी भइहाल्यो इलाई मानिस यो x भइहाल्यो है अनि यतातिर फेरि मेरो 19.73 लागिरहेको छ सो mx कति हुन्छ 19.73 into x है माइनस 3x स्क्वायर बाई पछि युडिएल कति छ 3 छ सबै सेक्सनको हामीले मोमेन्टको इक्वेसनहरू डिफाइन गरिदिउँ अब हामी मोमेन्ट डायग्राम बनाउँछौँ है ओके मोमेन्ट निकालिसकेपछि अब हामीले के गर्न सक्छौँ यसको भनेको के रिप्रेजेन्ट गर्छ यो इक्वेसनमा 0 हामीले जुन निकालिसकेपछि बीको मोमेन्ट छ फेरि क्याल्कुलेट गर्नु पर्यो भने तपाईँले यहाँ 0 राख्नुभयो भने सेम भ्यालु पाउनुहुन्छ यही भ्यालु पाउनुहुन्छ र नेक्स्ट के हुन्छ सी पोइन्टको लागि निकाल्नको लागि हामीले के गर्नु पर्यो त एक्सको भ्यालु 2 राख्नु पर्यो र हामीले x = 2 यो इक्वेसनमा 18.27 into x + 2 minus 2 into 3 into 1.5 plus 2 राख्यो भने फेरि 70.35 भयो सिमिलरली त्यसपछि डी पोइन्टमा निकाल्नको लागि अब यो अलिकति केयरफुलमा पऱ्यो डी पोइन्टमा निकाल्नको लागि हामीले ओरिजिन केलाई मानेको थियौँ डीलाई मानेको थियौँ त्यही भएर हाम्रो डी पोइन्ट भनेको x = के हुन्छ 0 हुन्छ अब यो इक्वेसनमा हामीले x = 0 राख्यो भने हाम्रो डी पोइन्टमा हाम्रो मुभमेन्ट निस्किन्छ लेट्स से केही पार्टिकुलर भ्यालु आयो यता कति आउँछ है 70.35 नर्मली एक्सएल लेख्छु नि लेख्छु कति भ्यालु आउँछ
same तरिका ले बोर्ड के ऊपर आपको देखिए आप आप इस तरह बोर्ड से इसी से सीधे नंबर and similarly your okay so now second equation I'm going to straight line motion take my same get a straight line this is my straight line BDC भाई straight lines है BDC का मतलब कैसे straight lines है बड़े spiral से next and this was the last equation अब इसमें आपको यहाँ पर जो बड़ी आपको जो वैल्यू बड़ी नेगेटिव वैल्यू शो कर देना तो रियलाइज हो जाता है कि भाई so when I'm graph this graph using this will be our same slope bounce as video because I significant difference was and they were my straight line straight was and they meet अब हम इसमें गवर्नमेंट का जरा straight line के slope संग मैच नहीं करता और हम ये करा प्ले because they जो straight line को same start करा सकते this is our assignment